मर्निङ नमस्ते सबैजनालाई है। अब म चाहिँ अहिले सिन्धुलीबाट चाहिँ धमिली जराटार हुँदै सिरडाँडासम्मको यात्रामा छु होइन। सिरडाँडाबाट चाहिँ अब धमिलीसम्म चाहिँ बाँस तल झार्नुको लागि चाहिँ मैले गाडी लिएर जान्छु होइन गाइज। अहिले चाहिँ घाम लागिरहेको छ होइन। म चाहिँ अहिले बढाउने लागि होइन आएर भइसकेको छु होइन गाडीमा चाहिँ होइन गाइज। आज चाहिँ कस्तो हुन्छ आजको भ्लग चाहिँ होइन हजुरलाई म देखाउने छु होइन। यो चाहिँ गडौली पुल होइन। यो पुल बन्नुभन्दा अगाडि चाहिँ निकै शास्त्रीय थियो होइन। यो चकमाकै जाने बाटो मेन हाइवे रोड त्यही हो नि त। त्यस कारणले गर्दा चाहिँ यो पुल नबन्नुन्जेल चाहिँ एकदम सकस थियो र अहिले बाटो पनि राम्रो भइसकेको छ होइन गाइज। बवाल भइसकेको छ यो बाटो पनि देख्न सक्नुहुन्छ। बारी मकै पनि दामी भइसकेको छ होइन। गाई त्यति च्याउटी हो होइन सक्नुहुन्छ। ल म चाहिँ अहिले पल्लो राम्रो आइपुगेँ होइन गाई। अहिले चाहिँ बिहानको मिरमिरे घाम लागिरहेको छ होइन। यो चाहिँ रामपुर स्कुल बबाल गाइज। ल गाइज यो बाटो चाहिँ बबाल छ है अहिले। बबाल दामी तरिकाले होइन एकदम बबाल छ बाटो चाहिँ चकमाकै जाने बाटो होइन। यसले चाहिँ विकास भइसकेको छ गाइज। ल म चाहिँ पल्लो रामपुर पनि क्रस गरिसकेँ गाइज होइन। रामपुर छोडेर अगाडि लागिसकेँ म। ल गाइज म चाहिँ अहिले जराटार होइन खाजा खाइयो जराटारमा निक्लिसकेँ। पाँचवटा दाइ अगाडि किसिमको होइन बाइकमा यहाँबाट लाइन लाग्नुपर्ने हुन्छ नि। हामी चाहिँ यहाँबाट लाग्दैछौँ। कति भनेपछि 55,004 किलोमिटर भयो भने होइन। अब यहाँबाट कति किलोमिटर छ गाइज होइन हेरौँ। अब त कच्ची नै कच्ची रहेछ हौ गाइज। ल मकै पुरा धानजमर आएर बबाल भइसकेर छ गाइज होइन। गाइज बाटो सानो रहेछ एकदम यार गाइज। ठुलो गाडीहरू जानु गाह्रो पर्नेछ है। कि ट्र्याक्टर कि यस्तै हाम्रै निसान गाडीहरू जस्तै यस्तै स्पिड फुलहरू हेर्नु पर्नेछ होइन। यो बुढो चाहिँ के हो गल्ती होइन त्यहाँ पोल्सी भन्ने बोला त पर्ने गरेर गाइज। ट्र्याक्टरले धन गरेर छ कताबाट जानुपर्ने हो मलाई थाहा छैन है। जाउँ गाइज हेरौँ होइन बाटो। अब यस्तो बुझ्दो रहेछ भने बोकौँ भन्ने हिसाबले हेऱ्यो होइन। त्यो बुझ्दै बाटोमा चाहिँ बाँसको रहेछ। कहाँ हुन्छ ए यो किर्नुको गाह्रोले गर्दा मान्छेले बाँस फुटोस् भनेर राखेको रहेछ गाइज होइन। मान्छेहरूको आइडिया होइन। तर बालु सजिलो हुन्छ भनेर हौस हुँदैन चाहिँ खोलामा आइपुग्यो गाइज। हामी ल खोला छिर्यौँ भनेपछि हामी बारीको बाटो हुँदै जानुपर्ने रहेछ गाइज। बाटो चाहिँ खतमै रहेछ यार गाइज। यस्तो बाटो हिँडेपछि यो लागि त गाइज देख्नुभयो त। ए बाटो त खराब रहेछ खराब। माथितिरको बाटो चाहिँ कस्तो छ होइन। गाइज बाटो चाहिँ खत्तमै रहेछ रहनु चाहिँ है।
सानो बाटो यो कहाँनिर हो थाहा छैन गाइस मलाई। सिरु डाँडा जाने बाटो चाहिँ यस्तो रहेछ। कति माथि हो सिरु डाँडा होइन, त्यो त मलाई थाहा छैन। बाटो चाहिँ घान्जा घुन्नु कहिले नआएर हो कि न त्यस्तो लाग्यो मलाई है। कहिले नआएर त्यस्तो लाग्यो हो कि बाटो यस्तो हो। बाटो चाहिँ अलिक खराब खराब लाग्यो गाइस। बाटो नि के यस्तो ठाडै उकालो ठाडै ओह्रालो। पुरै बनमारा घारी हिँडाइरहेको छ होइन। तेर्सो आइरहेको छ अहिले। कहाँ पुग्नु पर्ने हो मलाई थाहा छैन। सिरु डाँडा भनेको छ होइन, कति टाढा छ भने कुरो मलाई थाहा छैन गाइस होइन। गाउँघरमा बाटो चाहिँ यस्तो छ है। तर सिरु डाँडा भन्ने कता हो भनेर सोध्नुहुन्छ भनेदेखि अहिले मैले भिडियोमा हालिहाल्छु होइन। बाटो चाहिँ यस्तो हो होइन। बाटो चाहिँ यस्तो छ, सिरु डाँडा जाने बाटो छ होइन। यो नि एउटा गाउँ हो होइन। कति किलोमिटर रहेछ, किलोमिटर नि हेरौँ होइन। गाउँबाट पुरा टाढा पुगिरहेको छ होइन। 4 किलोमिटर चाहिँ क्रस गरिसकेँ म होइन। अझै ठाउँ आइपुगेन होइन। भनेपछि आज यो माल पुगेर सम्भव छैन गाइस। मलाई थाहा हुन्छ यही गाउँ हो नि कुरा हो। त्यही भएर आज माल पुग्नु अलिक सम्भव कमै छ गाइस। बाटो चाहिँ म एकपल्ट ट्र्याक्टर लिएर हिँडेको थिएँ होइन। त्यो ठाउँ आइपुगेको छ होइन। स्कुले बच्चा बच्ची हिँड्दैछ। यो बच्चा बच्ची कहाँ जाने हो रिजर्भ दिनलाई। नानीहरू रिजर्भ दिने जस्तो छ होइन। खत्तम भयो नि। त्यही सिरु डाँडा आइसक्यो होइन। लगभग 5 किलोमिटर 5.5 किलोमिटरको हाराहारीमा रहेछ होइन। राइट म जाँदैछु बाँसघाटामा पुगेको छैन होइन। बाँसघाटामा पुगौँ। बाँसघाटामा पुग्दाखेरि कति किलोमिटर हो त्यो पनि थाहा हुन्छ होइन। बाटो चाहिँ गाउँको अप्ठ्यारै हो होइन। अप्ठ्यारो भन्दा नि अलिक खाल्टाखुल्टी। ब्यागमा हाल्नुपर्छ भन्छ बुढोले यार। कहाँनिर बाटो आइसक्यो गाइस। ल तपाईँ नि आउँछ है भिडियोमा। ए बुढा बाले चाहिँ मार्नु होला छ।